आदरणीय दर्शकवृन्द, जसले हामीलाई प्रत्यक्ष प्रसारण एवं लाइभबाट हेर्दै र सुन्दै हुनुहुन्छ भने म प्रस्तोता विदुर एमसी र क्यामेरामा सन्तोष थापा। दर्शकवृन्द, यतिखेर हामी लुम्बिनी प्रदेशको राजधानी दाङको पूर्वी देउखरी भालुबाङ पुलचोकमा छौँ र यो लुम्बिनी प्रदेशको राजधानी केन्द्र पनि हो। विशेष गरी यातायात व्यवसायीहरूले सरकारसँग आफ्ना केही मागहरू राखेको र त्यस मागलाई पूरा गर्नको लागि अनि ज्येष्ठ 19 गतेदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेको छ। तथापि आज 19 गते पूर्व पश्चिम कुनै पनि प्रकारको सवारी कालो नम्बर प्लेटहरू भएको यात्रुवाहक कुनै पनि सवारी साधन चलेको देखिँदैन। रात्रि बस बाहेक जो अघिल्लो दिनै निस्केका विभिन्न स्थानबाट निस्केका रात्रि बसहरू गन्तव्यमा जान पाएका छन् र मालवाहक सवारी साधनहरू पनि उनीहरूको आवश्यक चेक जाँच गरेर यातायात व्यवसायीहरूले उनीहरूलाई गन्तव्यमा जान दिएका छन्। बाँकी भने आज सडक प्राय शून्य छ। यो चोकमा अरू बेला जसो यहाँ सवारी साधनहरूको यात्रुवाहक सवारी साधनको रजगज हुन्थ्यो भने आज त्यसको सट्टा यातायात व्यवसायीहरूको रजगज छ यहाँ। र विशेष गरी यस्ता यातायात व्यवसायीहरूको माग विपरीत चलेका अन्य सवारी साधनहरूको चेक जाँच गरेर उनीहरूलाई छोड्ने काम भएको छ। यसै विषयमा यो बन्द किन गर्नु पर्यो अथवा बन्दको आवश्यकता के हो भन्ने विषयमा हामी कुराकानी गर्छौँ। नमस्ते। तपाईँलाई कार्यक्रममा स्वागत छ। हामी प्रत्यक्ष प्रसारणमा जोडिएका छौँ। धेरै दर्शक श्रोताले हजुरलाई तपाईँलाई हेर्दै सुन्दै हुन्छ। नारायण नेउपाने, तपाईँ त्रिसिद्धेश्वरी राप्ती यातायात प्रणाली सेवा प्रणालीको सचिव प्रशासन यो बन्द गर्दाको जो बन्द आह्वान छ नेपाल यातायात महासङ्घले गरेको हजुर बन्दको देउखरी क्षेत्रको समय छ। हजुर नारायणजी, यहाँलाई कार्यक्रममा हाम्रो प्रत्यक्ष प्रसारणमा स्वागत छ। धन्यवाद छ। यो बन्द जुन यातायात व्यवसायीहरूले तपाईँले बन्द राख्नुभयो, बन्दको आवश्यकता के हो, औचित्य के बनायो, हाम्रा दर्शक श्रोतालाई बुझ्ने गरी बताइदिनुहोस् न। आवश्यकता बन्दको औचित्य के भनेपछि हामीले यो भन्दा लगभग 1.5 महिना अगाडि गण्डकी प्रदेश सरकारले हजुर यो रातो प्लेटका गाडीहरूलाई पनि कालो प्लेटका यात्रु बस सरह यात्रु अटो टेम्पोहरू सरह यात्रु बोक्न ओसार पसार गर्न पाउने भनेर एउटा निर्णय गर्यो। त्यो निर्णयअनुसार त्यो चाहिँ नेपाल सरकारको सङ्घीय उसमा चाहिँ यो कतै कानुनमा छैन। रातो प्लेटको गाडीले चाहिँ आफ्नो व्यक्तिगत प्रयोजनभन्दा यात्रु ओसार पसार गर्न नपाउने कानुनमा भएको कारणले हाम्रो महासङ्घले चाहिँ यसको लागि धेरै चाहिँ पहल गर्यो र महासङ्घको टोलीहरूसहित गण्डकी प्रदेशमा गयो। उहाँहरू गइसकेपछि ल यसो यो चाहिँ भएन, यसलाई चाहिँ खारिज गर्नु पर्यो भन्ने चाहिँ माग थियो र प्रदेश सरकारले यो कुरा सुनेन। नसुनिसकेपछि नियम चाहिँ यसैको सिलसिलामा पहिला गण्डकी प्रदेशले 16 गतेदेखि चाहिँ बन्द गर्यो। अहिले पनि त्यो बन्दै छ। त्यसपछि यसमा चाहिँ हल नेपाल अधिराज्यभरिको प्रणालीहरूले महासङ्घ अन्तर्गत चाहिँ बन्द गरेको यो मात्रै पनि छैन र रातो प्लेट सहित चाहिँ अब अरू मागहरू पनि छन्। मजदुरहरूको माग पनि छ यसमा। अब मजदुरहरूको माग पनि अहिलेसम्म 7वटा माग छ। मजदुरहरूको माग पनि अहिलेसम्म कार्यान्वयन गरे होइन। सरकारले आज भन्यो भोलि भन्यो भन्दा पनि कार्यान्वयन नगरेको अवस्था हो। र अर्को हाम्रो चाहिँ जुन सङ्घ संस्था समिति थियो त्यो सर्वोच्च अदालतले चाहिँ हाम्रो पक्षमा फैसला गरेको छ। हाम्रो सम्पत्ति सबै चाहिँ केही संस्थामा चाहिँ जा भन्ने खालको चाहिँ अदालतले फैसला गरेको क्रमलाई पनि नेपाल सरकारले लागू गरेको छैन। त्यो विषयमा पनि चाहिँ यो हो। जस्तो तपाईँहरूको यो बन्दबाट प्रत्यक्ष दुईटा प्रभाव देखिन्छ। एउटा त राज्यमा जानुपर्ने राज्य कोष अथवा करहरू बन्द हुने भयो होइन तपाईँहरूको,
अर्कोतिर तपाईँको यात्रुहरूलाई त प्रत्यक्ष मार परेन र यातायात व्यवसायले यसमा के हो मारलाई किन मध्यनजर नगरेको? यो चाहिँ यात्रुलाई पर्ने असुविधाको लागि हामी क्षति परालीहरू छौँ। हजुर, यसको लागि हामी यात्रुवर्गसँग क्षमा प्रार्थी छौँ। यो हाम्रो रहर होइन, बाध्यता हो। हामी बाध्यतावश यो चाहिँ गरिरहेको हो र हामीले चाहिँ अहिले हाम्रा अरू जनताहरू यात्रुहरूलाई प्रत्यक्ष रूपमा लाभ हुने केही कुराहरू फाइदाहरू पनि छ। गाडी घोडाहरू चाहिँ हामीले बिमाको चाहिँ जस्तै 5 लाखबाट 8 लाख बना भन्ने कुराहरू पनि गरिरहेछौँ। प्रिमियम हामीले तिर्ने हो र मान्छेहरू घाइते हुँदा 3 लाख दिन्छ अहिले हाम्रो चाहिँ बिमा बापत। हामीले चाहिँ त्यसलाई 5 देखि 6-7 लाखसम्म गरा हामी व्यवसायले प्रिमियम तिर्न हामी तयार छौँ भनेर हामी धेरै पटक चाहिँ यो सरकारलाई भज्कायौँ। सरकारले यो पनि कुरा नसुनेको छ। अब सडकमा गाडी गुड्दा कति बेला एक्सिडेन्ट हुन्छ भन्ने कुरो चाहिँ निश्चित हुँदैन। यो भइपरि आउने घटना हो र यो घटनामा चाहिँ विभिन्न किसिमका कुराहरू आउँछन्। त्यसले गर्दाखेरि हामीले चाहिँ प्रिमियम बढा र यो बन्द हडताल जो हुन्छ पीडित पक्षलाई पनि केही मलम लाग्ने हुन्छ भन्ने कुरा पनि यसको मागमा छ हाम्रो। अब त्यो पनि चाहिँ उहाँहरूले अहिलेसम्म नेपाल सरकारले नसुने अवस्था हो। अब यिनै कुराले गर्दाखेरि चाहिँ अब सबै चिज समेटेर जाँदा एकैचोटि चाहिँ अब हामीले पनि बन्दै गर्नुपर्छ, सरकारले सुनेन भन्ने भएर हामीले चाहिँ यो अहिलेको चाहिँ यो बन्दको आयोजना गरे हो। यसमा अब सकेसम्म हामी आफैमा सफल भइहाल्छौँ। यो तोडफोड गर्ने दुनियादारी गर्ने पक्षमा पनि हामी छैनौँ। हामीले हाम्रा सबै चाहिँ साधनहरूलाई हाम्रा चाहिँ यातायातका साधनलाई चाहिँ घर ग्यारेजमा थन्काउने र हामीले दिनुपर्ने जुन टिप शुल्क हो हामीले त्यो चाहिँ दिए अवस्था छैन। अहिले आज पहिलो दिन 19 गते पहिलो दिन भएको कारणले केही गाडीहरू बाहिरबाट आउनेहरू जस्तै काठमाडौँबाट, पूर्व विराटनगरबाट, काँक्रेजुत्ताबाट आइपुगेका गाडीहरूलाई चाहिँ गन्तव्य स्थानसम्म चाहिँ पुग्नको लागि हामीले आजलाई चाहिँ त्यसरी छुट दिएको हो। र मालवाहक गाडीहरू चाहिँ हिजै लोड भएका गाडीहरूलाई पनि आफ्नो स्थानसम्म अनलोड गर्ने ठाउँसम्म पुर्याउनु पर्छ। यो हाम्रो कर्तव्य हो। यसरी चाहिँ रोक्नु हुँदैन भनेर हामीले पठाएको अवस्था हो। भनेपछि यो आन्दोलनको प्रभावबाट के छ? सरकारले यसबाट केही निकास तपाईँको माग पुरा होला के लाग्छ यहाँलाई? अहिलेसम्म अब यो हामीलाई सर्कुलर केही भएको छैन। अब भागवे केन्द्रीय कार्यालयतिर केही महासङ्घका हाम्रा चाहिँ वरिष्ठ प्रतिनिधिहरूलाई केही खबर आए हामीलाई खबर आउँथ्यो होला। अहिलेसम्म त्यो खालको अवस्था केही भएको छैन। अब त्यो सरकारले पक्कै पनि हामीले आज नसुन्ला, भोलि नसुन्ला, तर पर्सि त पक्कै पनि सुन्छ भन्ने हामीले चाहिँ विश्वास लिएका छौँ। र त्यसैको सिलसिलामा हाम्रो यातायात क्षेत्र र हामी पनि त्यहीभित्र जोडिएको र हाम्रो यातायात मजदुर व्यवसाय हाम्रो चाहिँ सुनिश्चित चाहिँ भएन। हाम्रो यातायात क्षेत्र चाहिँ हामी धराशय हुन्छ कि भन्ने हिसाबले पनि हामी चाहिँ यसरी लाग्नु परेको अवस्था हो। र हामी अहिले एउटा गाडी किन्दा 1 करोड 10-15 लाख लाग्छ। करोडौँ लगानी लगाएर सडकमा गाडी गुडिरहँदा विभिन्न किसिमका बाधा अडचनहरू आउने र सरकारले हाम्रो कुराको सुनाइ नगरे बापत अब महासङ्घ अन्तर्गत हामी 7 प्रदेशमा हामी अहिले अटो महासङ्घ, ढुवानी महासङ्घ, ट्रक व्यवसायी महासङ्घ र हाम्रो यातायात व्यवसायी पनि 2टा महासङ्घ छ। हामी सबै चाहिँ 7वटैको र स्वतन्त्र मजदुर सङ्घ सङ्गठन, क्रान्तिकारी सङ्गठन सबैको चाहिँ हातेमालोमा चाहिँ यो बन्दको आह्वान भएको। पक्कै पनि नारायणजी अब यो बन्द आफैमा अब यो कसैको रहर होइन, बाध्यताले नै बन्दमा अथवा आन्दोलनमा उत्रिनु पर्ने हुन्छ र तपाईँहरूको जुन यातायात व्यवसायीहरूको जुन आन्दोलन छ यो सरकारले यसमा सुनवाई गरोस् र यो पक्कै पनि एउटा नागरिकको पक्षमा तपाईँहरूले भलो होस् भनेर होइन अघि तपाईँले बताइसक्नु भयो त्यो त्यसको लागि पनि तपाईँहरू आन्दोलन त हुन्छ र तपाईँहरूको आन्दोलन र सरकार बिच राम्रो वातावरणमा सहज वातावरणमा यो चाहिँ के भन्छ यो आन्दोलनको माग पुरा गर्ने काम सरकारले गरोस्। हामी यो प्रत्यक्ष प्रसारण मार्फत नेपाल सरकारलाई पनि यो आग्रह गर्न चाहन्छौँ तपाईँहरूको यो आन्दोलनको तर्फबाट। यहाँको महत्त्वपूर्ण समय विचारलाई नारायणजी यहाँलाई धेरै धेरै धन्यवाद। तपाईँहरूले पनि यो मिडिया मार्फत हाम्रो चाहिँ आन्दोलनलाई सहजीकरण गरिदिनको लागि जुन जमर्को गर्नुभयो यसलाई हामी सम्पूर्ण यातायात प्रणाली मजदुर सङ्घ सङ्गठन सबैको तर्फबाट र म यस आन्दोलनको देउखुरी समितिको तर्फबाट पनि तपाईँहरूलाई धेरै धेरै बधाई छ र तपाईँहरूले पनि पक्कै पनि सरकारलाई चाहिँ आफ्नो मिडिया मार्फत पनि हाम्रा मागहरूलाई पुरा गराइदिनुको लागि घचघचाउनुहुन्छ भन्ने चाहिँ मैले पनि आशा राखेको छु। हस्, धन्यवाद।
तसर्थ साँच्चै नै आन्दोलन आफैमा रहर होइन। आन्दोलन गर्नु नागरिकको बाध्यता हो, विभिन्न पेसा व्यवसायीहरूको बाध्यता हो। यसै बाध्यता अन्तर्गत जसरी गिरिसिद्धेश्वरी रात्रि यातायात व्यवसायका प्रशासनिक सचिव नारायण नेउपानेले बताए जस्तै गरेर यो जुन एउटा केही मागहरू राखेर ज्येष्ठ 19 गतेदेखि यातायात व्यवसायीहरू आन्दोलनमा छन्। विभिन्न यातायात व्यवसायीहरू विशेष गरी कालो नम्बर प्लेट भारी यातायात व्यवसायीहरू आन्दोलनमा छन् र यो साँच्चै नै यो आन्दोलनबाट सरकारले छिटोभन्दा छिटो निकास निकाल्ने प्रयत्न गरोस्। त्यसतर्फ सरकार संवेदनशील बनोस्। साँच्चै नै बन्द आफैमा यो प्रिय होइन, अप्रिय कुरा हो होइन, बाध्यता हो। एकातिर नागरिकहरूलाई शास्ति हुन्छ होइन, मान्छेहरूलाई कहाँबाट कहाँ पुग्नुपर्ने हुन्छ, विभिन्न कामले जानुपर्ने हुन्छ, बिरामीहरूको पनि त्यस्तै किसिमको समस्या हुन्छ। त्यसले गर्दाखेरि यो सरकार संवेदनशील बनोस् र यो यातायात व्यवसायीले राखेको माग फुकुवा गर्ने मागहरूलाई सम्बोधन गर्नेतर्फ सरकार संवेदनशील बनोस् भन्ने यो अपेक्षाको साथमा अहिलेको प्रस्तुतिबाट क्यामेरामा सन्तोष थापाको साथमा म यहाँबाट ओजे लिन्छौँ र हामीसँग जोडिरहनु होला। हामीले तपाईँलाई ताजा अपडेट गराउनेछौँ भन्दै अहिलेलाई भने यहाँबाट ओजे लिन्छौँ। हस् त, धन्यवाद, नमस्कार।